सबैलाई नमस्कार। आज म तपाईहरुको सामु एउटा पुस्तकको बारेमा चर्चा गर्न लागिरहेको छु र पुस्तकको नाम छ यू क्यान र यो बुक लेख्नु भएको छ जर्ज म्याथ्यू एडम्सले र यो बुक चाहिँ एउटा प्रेरणादायी किताब हो र यो किताबमा के चाहिँ छ त्यो खास कुरा के छ त्यो तपाईहरुलाई आज म शेयर गर्न लागिरहेको छु। आशा छ तपाईहरुले यसलाई मन पराउनुहुनेछ। यू क्यान बुक यू क्यान लाई नेपालीमा तपाई सक्नुहुन्छ भन्छ। तपाई सक्नुहुन्छ पुस्तकले जीवनको विभिन्न पक्षहरुमा सफलता कसरी प्राप्त गर्नु र त्यसको लागि सकारात्मक सोच, आत्मविश्वास र निरन्तर प्रयासको महत्त्वलाई जोड दिएको छ। यस पुस्तकमा लेखकले छोटो छोटो विचारहरू प्रस्तुत गरेको छ जसले पाठकलाई आफ्नो जीवनमा परिवर्तन ल्याउन प्रेरित गर्छ। यसको मुख्य विचारहरू छ आत्मविश्वासको महत्त्व, जिन्दगीमा आत्मविश्वासको महत्त्व कतिको हुन्छ त्यसको बारेमा उहाँले भन्नुभएको छ। आफूमा विश्वास राख्नु सफलता प्राप्तिको सबैभन्दा पहिलो कदम नै आफैमा विश्वास राख्नु हो। र अर्को छ निरन्तर प्रयास। निरन्तर प्रयास, सानो प्रयास होस् तर निरन्तर प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भनेर यस पुस्तकले भनेको छ। र अर्को छ सकारात्मक सोच। हामीलाई नकारात्मक सोचले अवरोध पुर्याउँछ, बाधा दिन्छ, हामीले गर्न खोजिरहेको कामहरुमा हामीलाई रुकावट ल्याउँछ। तर यदि हाम्रो सकारात्मक सोच छ भने चाहिँ नयाँ बाटो खोल्छ त्यसले र हामी जिन्दगीमा सफल बन्न सक्छौं। अर्को चाहिँ छ समयको सदुपयोग। समयको मूल्य बुझेर त्यसको सही उपयोग गर्नु आवश्यक छ भन्ने कुरा यस पुस्तकले सिकाएको छ। र अर्को विषय चाहिँ छ सेवा र समर्पण। अरूलाई सेवा गर्दा र अरूप्रति समर्पित भएर काम गर्दा आत्मिक शान्ति हुन्छ जसले गर्दा हामी सन्तुष्ट हुन्छौं। त्यो पनि हाम्रो लागि एकदम आवश्यक छ। निष्कर्षमा भन्नुपर्दा यदि तपाई आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ भने तपाई सक्नुहुन्छ पुस्तक एक प्रेरणादायक मार्गदर्शक तपाईलाई बन्न सक्छ। यो जुन चाहिँ यू क्यान भन्ने बुक छ, तपाई सक्नुहुन्छ भन्ने किताब छ, यो चाहिँ तपाईको लागि एउटा प्रेरणादायी र मार्गदर्शक बन्न सक्छ। यसको सरल भाषा र स्पष्ट सन्देशले तपाईलाई आफ्नो लक्ष्यतर्फ अग्रसर गर्न सिकाउँछ। र यो किताब यू क्यान एकदमै राम्रो छ। हामीलाई जिन्दगीमा के गर्नु छ भने र किताब पढ्ने तपाईलाई रहर लाग्छ भने यू क्यान भन्ने किताब पढ्नुहोस्। यसमा राम्रो राम्रो कुराहरु सिकाएको छ। यो सबै कुरा हामी यो सानो भिडियोमा बताउन सक्दैनौं र तपाईले आफै पढ्नुहोस् र आफै पढेर यो किताबबाट तपाईले अझ धेरै कुराहरु बुझ्न सक्नुहुन्छ। र आजलाई मैले यति मात्रै लिएर आएको छु। नेक्स्ट भिडियोमा अरु पुस्तकहरुको बारेमा म तपाईहरुको सामु लिएर आउने छु। त्यतिन्जेलसम्म मलाई बिदा दिनुहोस्। नमस्कार।